अहिले चाहिँ म केराबारी जान लागिरहेको छु त्यसैले मैले वाल्लो केरा जस्तो लुगा लगाइरहेको छु ओ माई गॉड के बोल्यो ल यो हेलमेट चाहिँ पुरै पानी परेर ल्यास भिजिरहेछ त्यसको कारणले चाहिँ मैले चाहिँ यहाँ माथि यो लाउन आँटिरहेको छु अहिले चाहिँ हामी नवज्योति भन्ने एउटा स्कुल छ त्यो स्कुल पारी जान लागिरहेको छौँ सो मेबी नवज्योति स्कुल चाहिँ यहीँ तलतिर हो आई डोन्ट नो मलाई चाहिँ मेन कुरा भनेको चाहिँ केराबारीमा मेबी धेरै केरा फलेर त केराबारी नाम भएको होला त्यसको कारणले आज केरा देख्ने सम्भावना बढी छ सो नवज्योति स्कुल चाहिँ ठ्याक्कै तलतिर हो ए बाटो त के हो घाटलाङ घुट्लुङ छ त कुन के अरे यो अन्धेरी पुल अरे अन्धेरी पुल यो पुलको नाम चाहिँ अन्धेरी पुल रहेछ है Shut up! Let's go, cat! Damn scene आयो यार! Wow! Oh my god! तलतिरहरू क्या राम्रो आयो क्या मेबी भिडियोमा क्याप्चर भइरहेछ सुरुमा यो बाटो चाहिँ राम्रो छ त्यहाँबाट चाहिँ हाम्रो उता हुने रहेछ राम्रो बाटो राम्रो रोड यहाँबाट आउने रहेछ सो यतापट्टि सिनहरू ओ माई गॉड खाल्टो त छैन नि ओए 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 कता जाए लेट्स गो दामी सिन आइरहेछ यार कसम भनेको मेबी तर मलाई आज क्या अलिक डिजी फिल भइरहेछ हल्का रिङ्गोडा लागेको जस्तो फिल भइरहेछ तर मैले चाहिँ 100 मा 200% नेचरलाई इन्जोय गरिरहेको छु क्या वाउ अब रिङ्गोडा लागेको जस्तो फिल भइरहेछ त के भयो डाइटहरू पनि राम्रै खाँदैछु के भयो क्या ब्यालेन्स डाइट छ होइन रिङ्गोडा लागेको जस्तो फिल हुँदैछ मलाई कसम भनेको आँखाले नै हो बल्ल रिफ्रेसिङ फिल भयो है हेर धान क्या दामी देखेको क्या कस्तो राम्रो स्मेल आएको क्या ओ माई गॉड क्या मिठो बास्ना आएको माटो पनि मिठो आएको कि के हो मेरो आँखा दुखिरहेको छ कि निको हुन्छ कि बा भनेर खोइ त केराबारी नै आउँदैन त हौ धानबारी आइसक्यो मेरो आँखा चाहिँ दुखिरहेको थियो क्या अनि मलाई चाहिँ डिजिट फिल भइरहेको थियो अनि म चाहिँ यहाँ पछाडि धानबारीभित्र गएर चाहिँ मैले चाहिँ धानको माटो हुन्छ नि त्यो माटो चाहिँ आँखामा लगाएको अलिक शीतल फिल भयो क्या कस्तो अचम्म है त्यो चिसो फिल भइरहेछ क्या आँखालाई होइन रेस्ट फिल भइरहेछ जे भयो भने राम्रो लाग्यो मेरो पछाडि यो पुतलाई चाहिँ मलाई पहिल्यैदेखि सानैदेखि चाहिँ ओभर मन पर्थ्यो क्या हामीलाई चाहिँ यो इङ्ग्लिस स्टोरीतिर यस्तो सुनाउँदाखेरि चाहिँ मलाई एकदमै दामी लाग्थ्यो र कार्टुनतिर पनि यस्तो देख्दाखेरि चाहिँ एकदमै राम्रो लाग्छ तर चाहिँ यो चाहिँ सिम्पल टी सर्टबाट मात्रै बनाएको रहेछ हेर्नुहोस् केराबारी आयो अरे होइन केराबारी चाहिँ यो अरे एकछिन यही त हुने केराबारी सबै बिल्डिङ छ त तर केरा नै छैन है नाम मात्र केराबारी भनेपछि होला यता केराबारी चाहिँ कता छ केराबारी भेटियो लेट्स गो फाइनली म चाहिँ केराबारीमा आएँ है त ल दिस इज केराबारी इन केराबारी बोजू यो मन्दिर कसरी जान्छ यो मन्दिरमा हजुर त्यो बाटो छ त ए त्यही रोडै छ त्यो पालिकाको छेउमा त हो ए हुन्छ धन्यवाद सो आज चाहिँ मलाई चाहिँ मन्दिरले पनि जुरो जस्तो छ है ठ्याक्कै मन्दिर आउने बित्तिकै क्या आँखामै फर्स्ट साइडमै हुन्छ नि मन्दिर देखा पर्यो त्यसैले आई एम भेरी ह्याप्पी वाउ कस्तो दामी मन्दिर यार सुरुमै नन्दी महाराज होइन यहाँनिर ओम नमः शिवाय भगवान् हामीले सबैलाई रक्षा गरौँ है गणेश भगवान् जस्तो लाग्यो मलाई चाहिँ होइन ओम नमः शिवाय ल मन्दिर चाहिँ एकदमै मलाई त फ्रेस फिल भयो है यहाँ हेर घन्टी बजाउँदैछु गणेश भगवानको हातमा चाहिँ यहाँनिर लड्डु राख्नु पर्यो भनेको क्या होइन एउटा बिलिफ होइन
त्यो गर्ने मैले चाहिँ सोचेँ। पानी पनि परिरहेछ, म अहिले चाहिँ घर फर्किनेछु र घर फर्किएर चाहिँ म बाहिर जाने पनि काम छ। फाइनली म चाहिँ घर आइसकेको छु र म चाहिँ अहिले यतिखेर हल्का जगिङको लागि चाहिँ बाहिर जाम भन्ने सोचिरहेको थिएँ होइन। 5:15 रहेछ। सो लेट्स सी, पानी परिरहेछ, के गर्छु मलाई पनि थाहा छैन। बिहानैदेखि मेरो मम्मीको चाहिँ टाउको दुखिरहेको छ अरे, त्यसको कारणले चाहिँ म मम्मीलाई मालिस गरिदिन गइरहेको छु।